हाम्रो परदेशीको कथा यात्रा अभियानका संस्थापक रामप्रसाद भण्डारीज्यू तथा उहाँ गायक तथा सर्जक पनि हुनुभएकोले हाम्रा गणेश खड्काज्यूले उहाँलाई विशेष अनुरोध गर्नुभएको छ। उहाँले केही दुई टुक्का भए पनि जोरदार रूपले उहाँले प्रस्तुत गरिदिनु पर्यो आफ्नो प्रस्तुति। धन्यवाद गणेश खड्काको फेसबुकमा जोडिनुभएका सम्पूर्ण दर्शकबिनहरू र यहाँ उपस्थितिहरूमा। रात दिन रुना कृषक देशको अन्नदाता। बम्बई गाडी धुँदा ब्याचलर पढेका युवा। बम्बई गाडी धुँदा ब्याचलर पढेका युवा। कठा दैन राम्रो नारा का भाइ रुना सीता रोनिन बन। कठै जैन ठोकी जाए धीरज रैजा परदेशीका मन। कठै दैन ठोकी जाए धीरज रैजा परदेशीका मन। कठै दैन आधा जनता परदेशैमा सात समुद्र पारी। कठै दैन दिदी बहिनी परदेशमा दुख भो गन्छन् नारी। कठै दैन दिदी बहिनी परदेशमा दुःख माछन् नारी। कठै दैन दसैँ आयो तिहार आयो फागु मास होली। कठै दैन परदेशमा सुन्नी न्यानै आमा तम्रो बोली। कठै दैन परदेशमा सुन्नी न्यानै आमा तम्रो बोली। धन्यवाद। धन्यवाद छ हाम्रा गायक तथा सर्जक रामप्रसाद भण्डारीज्यूसँग आजको भेटघाट हाम्रो भनौँ न भारत गुजरात सुरत पशुपति सेवा समितिको अफिसमा आज एकदमै राम्रो उहाँसँग भेटघाट भएकोमा एकदमै धन्यवाद दिन चाहन्छु। र उहाँले सोचेका काम र उहाँलाई सबैजनाले साथ सपोर्ट गरिदिनु होला, सबैजनाले माया गरिदिनु होला, धेरैभन्दा धेरै सेयर गरिदिनु होला र उहाँलाई साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अहिलेको लागि म सामाजिक अभियन्ता गणेश खड्का विद्यालय।